बचाऊ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। तर राजा आउँदाखेरि त एउटा व्यक्ति भए पनि बाटोमा उभिएर फुलको गुच्छा लिएर फुल बोकेरै बस्नु भएको छ। एकदम म त अहिले होइन, म त उहिलेदेखि रिपुले इन्डिया धुराको विषय होस्, चाहे नागरिकताको सवाल होस्, चाहे के भन्छ हाम्रो यो एमसीसीको विरुद्धमा होस्, गंगा चौधरीले बोल्न छोडेको हो र? पार्टीको व्हिपलाई नमानेकै कारणले गंगा चौधरीलाई त राम्रो मान्छेलाई त ठाउँ कहाँ हुन्छ र? भनेपछि नेकपा एमाले राष्ट्रवादी पार्टी होइन, एउटा अपराधी हिजोको दिनमा मदन भण्डारी रहन्जेलसम्म राष्ट्रवादी थियो। जब मदन भण्डारीको हत्या भयो त्यो सँगै राष्ट्रियता नदीमा बगेर गयो। तर नेकपा एमालेका पार्टी अध्यक्ष वर्तमान प्रधानमन्त्रीले अस्ति के भन्नुभयो भने तराई मधेसमा गएर ज्ञानेन्द्र शाहलाई हिम्मत छ भने चुनावमा लडेर आउनुहोस्, एकपटक जनताले खालिसकेको चिज दोस्रोलाई अगाडि नबढाउनुहोस्, अलिकति शक्ति बढाउ भने टाउको देखाउने, कमजोर भने लुकाउने, पछुवा चाल नगर्नुहोस्। उहाँहरू त आफ्नो गल्ती लुकाउनलाई जे पनि गर्नुहुन्छ। के राजालाई फाल्दाखेरि चुनाव गराएर फालेका हुन्? राज संस्था भनेको यो भन्दा माथिको कुरा हो। हामीले उहाँले गर्न सुहाउँदैन यो कुरा। र अर्को कुरा मैले के भन्न चाहे भने त्यहाँ त आफ्नो लाज र त्यो भ्रष्टाचारीहरूलाई जुन संरक्षण गर्नु भएको छ नि त्यो लुकाउनको लागि त्यो तराईमा गएर त्यस्तो कुरा बोलेका होला। त्यो त्यस्तो कुरा नबोलेको भए त उहाँलाई लाठी बर्साउँथे नि त त्यहाँको जनताहरू। सुर्खेतमा देख्नु भएन, मुर्दाबादको नारा लागेन। तर राजा आउँदाखेरि त एउटा व्यक्ति भए पनि बाटोमा उभिएर फुलको गुच्छा लिएर फुल बोकेरै बस्नु भएको छ। एकदम म त अहिले होइन, म त उहिलेदेखि राजा आऊ देश बचाऊ हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। अझै भन्नुहुन्छ भने मेरो फ्यामिली ब्याकग्राउन्ड बुझ्नुहुन्छ भने मेरो ससुरा राज परिषद स्थायी समितिको सभापति परशुनारायण चौधरी, मेरो रिलेसन मेरो सम्बन्ध त्यहाँबाट जोडिएको छ। र हामी अझै भन्नुहुन्छ भने म थारूको प्रतिनिधित्व गर्ने मान्छे हो। आज म हामीलाई सधैँभरि दास बनाए। अहिले हेर्नुहुन्छ भने अस्ति भर्खरै लुम्बिनी प्रदेशको सांसद रेखा शर्मा जो हाम्रो बालेन शाहले विरोधमा आन्दोलन गर्नुभएको थियो, निवेदन उल्टाउनु भएको थियो। तर त्यस्तो व्यक्तिहरूलाई पनि संरक्षण गर्ने पार्टी अब राष्ट्रवादी हुनै सक्दैन। अब गंगा चौधरी भन्दै माग्ने भनेर खुट्किनु हो भने तपाईँलाई सदनमा अब मानव राज संस्था आयो भने अहिले शासन सत्तामा रहनेको अवस्था चाहिँ के हुन्छ त गंगा चौधरी? अब सत्तामा रहने नरहने कुरा भोलिको कुरा हो। उहाँको चाहिँ अवस्था यत्तिकै भिड रात दरबार हुन्छ, यत्तिकै भिड।
उता 15 वर्षदेखि पुल बनाएको छ माधव कुमार नेपालले साथीभाइलाई जानकारी दिनुपर्छ हामी युवा